KRNT on a mic. पूर्वेली पारा हाम्रो विराट सबको भाइब मैले हान्दा फेरि नाइट हुन त 3-4 जना गायब यस्तै छ भाइ हाम्रो दाइहरूको भाइब अब दाइहरूको पालो आयो सबैजना साइड मुजी पूर्वेली पारा हाम्रो विराट सबको भाइब मैले हान्दा फेरि नाइट हुन त 3-4 जना गायब ल यस्तै छ पारा हाम्रो दाइहरूको भाइब अब दाइहरूको पालो आयो सबैजना साइड ल छोटो छ हाइट हाम्रो कडा छ फाइट दिनभरि चिलमा राइट अनि हन्टिङ एभ्री नाइट टी सर्ट लाउँछु गुच्ची क्याल्मी माटी जुत्ता बेगी पाइन मुजी यस्तै छ भाइब हाम्रो लक्ष्य दाइको भाइब हानि दिए ऱ्याप मैले के गर्छस् लज्जा सुरु हुन्छ भाइ अब यो खेलमा मज्जा बुढो होस् या बच्चा खाइदिन्छु कच्चा सबैजना भन्दा मेरो एचके दाजु खतरा जसम्रो अड्डा एरिया कब्जा लफडा र झगडा 35 वटा कट्टा नबल बेसी बता मेरो दिमाग नसर्का फेरि 35 वटा कट्टा तेरो टाउकोमा बज्ला थपछ भाइ तेरो दाइ कति कत्रा देख्छस् नि भाइ तैले तिरी मिरी बज्रा नेपको हनुमानमा जलाइदिन्छु लङ्का आइज मेरो सामु तलाई लाग्यो भने शङ्का घर मेरो विराट चोक बसाइ चाहिँ धरान हो नि हाम्रो यो धरान हाम्रो यो विराट चोक पनि हेर्दैछु म पनि कसले के गर्छ नि जसले जे गर्छ हाम्रो हातबाट मर्छ नि विराट चोकको केटाहरू एकदमै खतरा छ नि चिराइदिन्छ नाइट लम्बै आन्द्रा बुढी बटार छ नि केटाहरू सबै फरार साउदी अनि कतार छ नि मलाई चाहिँ किन एकदम ऱ्यापर बन्न हतार छ नि त्यस्तै छ पारा हाम्रो विराट चोकको वानी बानी सामान खाना बोर्डर पारी काकर बिटा जोग मुनि केटाहरू भेला भई बसिरहेछन् चोक भरि छैन केही नोकरी सबैजना बेगारी म पनि त्यस्तै त सुध्रिएको बेग गरी 2 दिने जिन्दगी चलाउनु छ केही गरी जिन्दगी नभनी बसिरहेको छु ऱ्याप हानी पैसाले पुग्दैन खानु पानी पनि सबैलाई नमस्ते दिस इज RNT केही राम्रो काम गर्ने पालो आउँछ हाम्रो नि सङ्घर्ष धेरै वर्ष मात्र बसिछु लागि तेरो खराब दिन सुरु अब हुन्छ आग लागि तेरो जक्सन र अड्डा एरिया कब्जा लफडा र झगडा 35 वटा कट्टा नबल बेसी बता मेरो दिमागमा सका फेरि 35 वटा कट्टा तेरो टाउकोमा बस्ला पूर्वेली पारा हाम्रो विराट चोकको भाइब मैले हान्दा फेरि नाइट हुन त 3-4 जना गायब त्यस्तै छ पारा हाम्रो दाइहरूको भाइब अब दाइहरूको पालो आयो सबैजना साइड मुजी थ्याङ्क यू